एन्ड वाट्सअप गाइस फेरि पनि तपाईँलाई नयाँ भ्लगमा स्वागत छ। कस्तो हुँदैछ? म एकदम सन्चै छु। आज चाहिँ म मेरो भ्लग जोरथाङ टिबिटी अफलाइनदेखि स्टार्ट गर्दैछु। म चाहिँ अस्तिको दिन राम्चीबाट आएको स्कुल छुट्टी भएर। त्यहाँदेखि चाहिँ घरमा थिएँ हिजो चिसो पानी, त्यहाँदेखि हिजो घरमा बसेँ। त्यहाँदेखि आज चाहिँ म जोरथाङ आएको छु हल्का कुद्नु चाहिँ। अन्त म चाहिँ अहिले यहाँ भर्खर अघि आइपुगेर चाहिँ भर्खर अब दोकान टक्कै खोलिदिएर बसिरहेको छु म एक्लै अहिले चाहिँ। त्यहाँदेखि दादा आउनुहुँदैछ अब चाहिँ हो। मैले चाहिँ दोकान हेर बोली भइसक्यो, 240 बोली गर्थेँ हो। त्यहाँदेखि बस्नु 240 दाजु आउनुहुँदैछ। त्यहाँदेखि चाहिँ अब त्यति नै हो। अहिले म यो अहिले देखाउँछु म तपाईँलाई के गर्छु आज दिउँसोभरि। हुन्छ गाइस, किप वाचिङ गाइस, बाई बाई। हामी चाहिँ गाइस हो अहिले चाहिँ यहाँ जुत्ता किन्नु लागि आउनु जाँदैछौँ हो। हेर्नु सक्नुहुनेछ मेरो माइक पनि आइसकेको छ फाइनली। हेर्नुहोस् माइकको यो चाहिँ हो। अहिले चाहिँ हामी टक्कै बजारमा छौँ हो। यहाँ पर उयो गर्दैछन्, लक गर्दैछन् के चाहिँ दोकान। हामी जाने जग्गाहरू त यहाँ त्यस्तो हार्डवेयर खोलेको बजार टक्कैसँगले हामी चाहिँ बजारमा छौँ हो। त्यो मोटो माइक दोकान नयाँ हेर्नुहोस् जुत्ता किन्नु लागि स्कुलको क्यानभस हामी चाहिँ पुगिसकेको छौँ। यो हो दोकान चाहिँ हो। यो अगाडि याद गऱ्यो भनेर। हुन्छ गाइस, अहिले भेटौँ तपाईँहरूलाई। जुत्ता किनिसकेको छ। अब चाहिँ मच्चा किन्नु यहाँ जक्कीकोमा जाँदैछौँ हो। हुन्छ गाइस, हामी चाहिँ खाजा खानु यहाँ टक्कै बिग बेली आइरहेको छ रेस्टुरेन्ट। अन्त अहिले हामी चाहिँ यहाँ बसिरहेको छौँ हो। यहाँ छ मेन्यु चाहिँ यस्तो छ है, बिग बेली बार रेस्टुरेन्ट। हामीले चाहिँ यो लस्सी मगाएको छौँ हो। त्यहाँदेखि चिकनको आइटम छ यस्तो रहेछ। बजारको भ्यू चाहिँ यस्तो छ गाइस। यो चाहिँ सब्जी मन्डी हो। मेरो दोकानमा हामी चाहिँ यहाँदेखि आएको, यहाँभित्र दोकान टिमिटी यहाँ छ। यहाँ कस्टमर पनि आइरहेको छ गाइस। यस्तो भ्यूहरू दामी देख्दैछ एउटा बजारको। यस्तो छ रेस्टुरेन्टहरू चाहिँ हो। अन्त म तपाईँहरूलाई चाहिँ मेरो माइकको चाहिँ अर्कै भिडियो आउनेछ रिभ्यूको हो। हुन्छ म तपाईँहरूलाई रिभ्यू पनि हाल्नेछु कुनै दिन। हुन्छ गाइस, हाम्रो चाहिँ लस्सी आइसकेको छ। लस्सी र कोक दुईवटा लस्सी मगाएको, एउटा मात्रै हुने रहेछ हो। कोक मगाएको, म चाहिँ लस्सी खानाडेको। पुस्नु त चिज पेपरले। गाइस, हामी चाहिँ फाइनली निस्किसकेको छौँ बिग बेलीदेखि। अन्त हाम्रो बिल चाहिँ कति बिल हो? बिल चाहिँ यस्तो है, 610 टोटल। मैले तपाईँहरूलाई दोकान गरेर भेट्छु। हेलो गाइस, म चाहिँ अचानक आइपुगिसकेको रहेछु विश्वनाथ किड सेक्सन, जोरथाङ विश्वनाथ किड सेक्सन, स्टेसनरी सेक्सन। सेन्टर मार्क कहाँको? हेलो गाइस, म चाहिँ यहाँ अहिले रुममा आइरहेको छु। म र अर्पण दाजु चाहिँ हो। अन्त अल्छी लागेर अब एकछिनबाट म घर लाग्दिन्छु हो। सबै कामहरू सकेर चाहिँ यहाँको रुममा खाजासाजा खानु। अर्कै खाएको खाजा चाहिँ अब हल्का यहाँ रुममा चाहिँ आएको। अन्त अब चाहिँ एकछिनबाट जान्छौँ
गाइस अब चाहिँ हामी चाहिँ अब एकछिनबाट लाग्नेछौँ। अर्पण दा नुहाउनु हुँदैछ हल्का हो, म चाहिँ बसिरहेको छु ढल्केर एकछिन हो। कस्तो बेला गर्नु घाम चाहिँ पुरा छ हो, घाम चाहिँ पुरा लाग्दिरहेको छ। घाम चाहिँ यस्तो छ हो गाइस, हेर्नु सक्नुहुनेछ तपाईँ। ओभर घाम छ नि गाइस, गरम ओभर गरम छ हो, फ्यान बलिरहेको छ यहाँ। अन्त म अहिले तपाईँहरूलाई निस्केर भेट्नेछु गाइस, बाई बाई। हामी चाहिँ गाइस रुमबाट निस्किसकेको छौँ हो। अब चाहिँ टक्कैसँगले अहिले दोकान पुगेर भेट्नेछु, बाई बाई। अब चाहिँ हामी चाहिँ दोकान आइसक्यौँ, त्यहाँदेखि एकछिन बसेर चाहिँ अब चाहिँ घर जान आँटेको। दोकान सोकान बन्द गरिसक्यो हो, दैलो सक्यो सबै लगाएर अब चाहिँ जान आँटेको हामी चाहिँ हो। मेरो सामानहरू यहाँ छ सबै, जुत्ता हो यो स्कुलको, सक्नुहुन्छ स्कुल मजा सक्छ। हुन्छ गाइस, बाई। हेलो गाइस, हामी चाहिँ फेरि रुम आइसकेको छौँ हो। फेरि दोकानदेखि लिएर पर जानु आँटेको बेलादेखि फेरि रुम आएर चाहिँ अब अर्पण दा पनि जानुहुन्छ अरे हो घर सँगै जाने चाहिँ। अब चाहिँ अँध्यारो हुन आँटिसक्यो हो, कति बज्यो भन्दा 6-8 भएछ, 6 बजेछ हो। अब चाहिँ हामी चाहिँ यहाँ छौँ, अब चाहिँ फाइनली जानु आँटेको। हुन्छ गाइस। हेलो गाइस, होइन हामी चियापानी आइसकेर एकछिन गीत बजाए, गीत गाएँ चाहिँ अब चाहिँ सुत्न आँटेको। देख्नु भयो होला, म चाहिँ आज जोरथाङ गएको थिएँ, कि जोरथाङमा खुवाइ त्यहाँदेखि चाहिँ अब घर आइसकेको छु। अब चाहिँ म सुत्न आँटेको। गुड नाइट गाइस। अब see you in next vlog. Thank you so much for watching. Bye bye.